त्यसमा आसिन सम्पूर्ण अतिथिगण प्रथम माघे संक्रान्ति मेलालाई सफल सभ्य र भव्य रूपमा सफल पार्नको लागि पाल्नुभएका सम्पूर्ण बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति तनहुँको तर्फबाट र म अध्यक्ष विजय थापा मगरको तर्फबाट हार्दिक न्यानो नमस्कार टक्राउन चाहन्छु। जोरले जदौ सिंहने पाऊ। मगरहरूको महान पर्व यो माघे संक्रान्तिको अवसर पारेर यस भलाटार मगर समाजद्वारा आयोजना गरिएको यस प्रथम माघे संक्रान्ति मेलामा नेपाल मगर विद्यार्थी संघ तनहुँलाई जुन तपाईहरूले निमन्त्रणा गर्नुभयो यसको लागि तपाईहरू आयोजक कमिटी प्रति हामी मौलिक कौरहा टोली यानी कि मगर विद्यार्थी संघ तनहुँ जिल्लाको तर्फबाट हार्दिक हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छौं। वास्तवमै भन्ने हो भने यहाँ मैले अघि धेरै व्यक्तित्वहरूले बोलिरहँदाखेरि सुनेको थिएँ करुवा करुवा भन्दै हुनुहुन्थ्यो। वास्तवमै यो करुवा भन्दा पनि कौराहा हो। यो कौराहाको उत्पत्ति तनहुँ जिल्लाको रिसिङ भेगबाट भएको भन्ने कुरा हामीले पाएका छौं। पहिला पहिला तनेरी वाहरूले तरुणीहरूको माझमा गएर हामी आयौं यानी कि कानराहा भन्ने शब्दबाट अपभ्रंश भएर कौराहा भएको भन्ने कुरा पाइन्छ। सो कारणले गर्दाखेरि यो कौडा कतैतिर कौडा पनि भनेको पाइन्छ, कतै करुवा भनेको पनि पाइन्छ, तर वास्तवमै यसको नाम भने कौराहा रहेको कुरा तपाईहरु माझमा जानकारी गराउँदै अब भने हाम्रो यो मौलिक कौराहा तपाईहरुको माझमा राख्न गइराखेका छौं। स्वीकार दिनुहोला। धन्यवाद। उता सकिन्छ के भन्नु म त्यहाँ माथि जान्छु प्लिज न हेलो माथि जान्छु और सबै बजाउने कि ठुल्ठुलो स्ट्यान्डमा कसरी बजाउने गिटारको सुनिन्छ बजाउनु पनि हो देवी
Grande
धन्यवाद। उता सामान र पुरस्कार वितरण गरेर उता रेडी गर्नु अब यसपछि के हुन्छ अब जाने 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 धन्यवाद सबैलाई यो कौडा हेरेर साथ दिनुभयो होइन एकदम राम्रो कौडा सबैले सेयर गरिदिनु होला तनहुँको कौडा हो यो सबै ठाउँबाट चाहिँ सेयर अनि सबै धेरैभन्दा धेरै सेयर गरेर एकैछिन बसौँ कि ए हो र बर्बाद भयो नि हाम्रो स्टेज सोको कार्यक्रम सकिएको जानकारी गराउँदै लाइभ कौडालाई हामीले कहाँ व्यवस्थित तरिकाले नचाउन सकिन्छ आयोजक कमिटीलाई जानकारी गराइदिनको लागि अनुरोध गर्न चाहन्छौँ। ल अब भने म लाइभ इन गर्दैछु है।